हेलो स्टुडेन्ट, आज हामी सुरु गर्न गइरहेको छु कम्प्लेक्स नम्बर 11, 12 आयो यो होस् या सी होस् हरेकको लागि कम्प्लेक्स नम्बर आज हामी सुरु गर्न गइरहेको छौँ। सबभन्दा सुरुमा कम्प्लेक्स नम्बर भनेको के हो? कम्प्लेक्स नम्बर जेडले डिनोट गर्छ। कम्प्लेक्स नम्बर भनेको इट इज डिनोटेड बाई जेड भनेको एक्स प्लस आइवाई। यो भनेको यो साइड भनेको एक्स, यो वाईको इजुकेटिङ गर्ने बेलामा हामी यस्तो युज गर्छौँ। त्यसपछि हामीलाई सबभन्दा बढी जान्ने कुरा भनेको कम्प्लेक्स नम्बर आई इज इक्वल टु रुट अन्डर -1। यो हामीले जानिराख्नु पर्ने कुरा हो। एउटा दुईवटा कुरा अझै छ, जस्तो कि आई स्क्वायर इज इक्वल टु -1। त्यतिकै थाहा पाइन्छ आई स्क्वायर इज इक्वल टु -1। अनि त्यसपछि यो स्क्वायर त्यो साइड हटाएपछि रुट जान्छ, त्यो त त्यतिकै सबैले थाहा छँदैछ। त्यसपछि हामी एउटा दुईवटा क्वेसनहरू यहीँबाट मानौँ कि क्वेसन यस प्रकारको रहेछ। क्वेसन नम्बर 1 3 रुट अन्डर -4 प्लस 5 रुट अन्डर -9, त्यसपछि -4 रुट अन्डर -25। यस्तो हामीले क्वेसन आएपछि हामी यसलाई डाइरेक्टली सिम्प्लिफिकेसन गर्न सक्दैनौँ। सिम्प्लिफिकेसन नगर्न सक्यो भने हामीले थाहा छँदैछ रुटबाट -1लाई हामी आई मान्छौँ। त्यसपछि यसलाई छुट्याइदिएपछि -1 इन्टु 4 भइगयो। त्यसपछि 3i होइन 3 इन्टु 2i हुन्छ। यो आई भइगयो। यो -1 इन्टु रुट, यो रुट -1 को आई भइगयो। अनि रुट 4 को 2 आयो। त्यस्तै गरी हामी 5 इन्टु 3i -1 इन्टु 9 गर्ने हो भने -1 को रुटलाई हामी आई लेख्न सक्छौँ। 3 को 9 को रुटलाई हामी रुट 9लाई हामी 3 लेख्न सक्छौँ। त्यस्तै गरी -4 इन्टु i5, यो त सबैले थाहा छँदैछ। दिस इम्प्लाइज 6i भइगयो। त्यसपछि 15i भइगयो -20i भइगयो। कति भयो? 21 - 20 इज इक्वल टु आई आन्सर। यसरी सल्भ गरिन्छ। ठिक छ। त्यस्तैमा हामी अब प्रोपर्टिज 3-4वटा पावर अफ आईको प्रोपर्टिज 3-4वटा हामी गरिदिन्छौँ। जसमा हामी आई क्युबलाई हामी यसरी लेख्न सक्छौँ आई स्क्वायर इन्टु आई। ठिक छ। आई स्क्वायर भनेको -1 इन्टु आई, -1 इन्टु आई के हुन्छ? -आई हो। जान्नुपर्ने कुरा यिनीहरू हो। जसो आईको पावर 4 भनेपछि आई स्क्वायर इन्टु आई स्क्वायर, यो -1 इन्टु -1 इज इक्वल टु 1 हुन्छ। त्यस्तै आईको पावर 5लाई हामी डिसिम्प्लाइज यसलाई टुक्राउनु पर्ने भने आईको पावर 3 इन्टु आईको पावर, नत्र हामी आईको स्क्वायरको पनि स्क्वायर गर्न सक्छौँ इन्टु आई।
यो भनेको -1 को स्क्वायर 1 इन्टु यो पनि भएको आई। यति कुरा जानिराख्नुपर्ने कुरा हो, ठिक छ। त्यस्तैमा अब एउटा क्वेसनमा चाहिँ यो सारिसक्नुभयो, पज गरेर सारिहाल्नु। त्यसपछि हामी एउटा अझै क्वेसन लियौँ। सबभन्दा बढी हामी भनेको प्र्याक्टिस गर्ने क्वेसन, जति प्र्याक्टिस गऱ्यो त्यति राम्रो, ठिक छ। एउटा क्वेसन आई को पावर n प्लस आई को पावर n प्लस 1 प्लस आई को पावर n प्लस 2 प्लस आई को पावर n प्लस 3, ठिक छ। यतिलाई हामी यसलाई सल्भ गर्नुपर्ने। सल्भ कसरी गर्ने, सल्भ गर्नको लागि हामीले सिकेको कुरा पहिला गर्ने हो क्या। आई को पावर n प्लस आई को पावर प्लस छ भने मल्टिप्लाई हुन्छ, सबैले थाहा छ। आई को पावर 1 दिए पनि नदिए पनि, ठिक छ। त्यस्तै आई को पावर n इन्टु आई को पावर स्क्वायर, आई को पावर n इन्टु आई को पावर 3, यो त सबैले टुक्राउन आइहाल्छ। त्यसपछि हामी यसलाई सल्भ गर्दाखेरि आई को पावर n कमन लिएपछि 1 प्लस आई स्क्वायर प्लस आई क्युब, ठिक छ। त्यसपछि आई को पावर n अनि हामी यता जस्तै गर्ने हो क्या। 1 प्लस यो आई त टुक्रिँदैन। त्यसपछि आई स्क्वायर भनेको -1 अनि त्यसपछि आई क्युब भनेको माइनस आई। यो हेर्दाखेरि त्यतिकै कट्छ। आई को पावर n इन्टु 0 इज इक्वल टु 0। यसरी हामी यस्तो टाइपको क्वेसनलाई सल्भ गर्न सक्छौँ। अब यो फर्मुला जस्तै भइगयो क्या, 1 प्लस आई स्क्वायर प्लस आई 3। त्यतिकै फर्मुला जस्तै हामी यसलाई ट्रिट गर्ने। अबदेखि प्लस हुँदै गयो भने आई प्लस हुँदै गयो भने यो फर्मुला जस्तै ट्रिट गर्ने। अब युज गर्ने बेलामा फर्मुला जस्तै युज गर्ने, ठिक छ। त्यसपछि हामी अर्को क्वेसन लियौँ। मानौँ कि यसलाई हल्का चेन्ज गरिदिउँ त। आई को पावर 50 51 53 यस्तो लियो भने हामी पढेको जस्तै पावर एक प्लस लगातार 4 चोटि प्लस भएको छ भने यसको डाइरेक्टै 0 हुन्छ। कसरी सल्भ गरिहाल्ने, यसलाई सल्भ गरेपछि 1 आउँछ, यसलाई सल्भ गरेपछि +1 आउँछ, यसलाई सल्भ गरेपछि -1 आउँछ, यसलाई सल्भ गरेपछि -i आउँछ। यसरी यो 0 हुन्छ। त्यस्तैमा अब हामी यस्तो खाले पनि क्वेसन आइहाल्छ। 1 प्लस आई को पावर -1 प्लस आई को पावर -2 प्लस आई को पावर -3